ल साथीहरु आज त बाख्रा चाहिँ टन्नै छन् खरिद गरियो अब हिँड्यो बाख्रा चराउन अब ल हेर्नुस् है अब बाख्रा चराउन हिँड्यो बाख्रा चराउन होइन एउटै घरको हो के मैले किने सबै नकलाउनु न एकछिन अन्त अब सबै बिहा बाख्रा हेर्न जाने त हामी अब सही यति बाख्रा राम्रो छ साँझ फर्किन्छु है अर्नी बनाएर राखिदिनु होला अरनी बनाएर राखिदिनुलाई म आउँदाखेरि भोक लाग्छ मलाई होइन त हो कि होइन हो त अर्नी अर्नी हाम्रो त अर्नी हो अर्नी ए अर्नी बनाएर राखिदिनु होला भनेको अब फेरि त्यहाँ मेरा कुखुरालाई नि दाना राखिदिनु होला नि फेरि त्यहाँ अन्त कुखुरालाई दाना नि हालिदिनु पर्यो मेरो फेरि कुखुरा मर्दैन क्या हो यहाँ हजुर हाँस लगाएको अनि घाँस पनि देखेन म अब जङ्गल गसी त म बाख्रा चराउन गसी त भरे भोकाएर आइकी हुन्छु यसो खाना अर्नी बनाएर राखिदिने अनि खाना पकाउँदै गर्नु होला पानी फेरि मोर्ला नि पानी पनि भर्नु होला खाने पानी भरेर रेडी पारेर राख्नु होला म चाहिँ बाख्रा कुखुरा चराएर आउँछु है ल अब चाहिँ आज चाहिँ हामी बाख्रा र कुखुरा चराउन गयो होइन त हो नि त होइन भरे अर्नी बनाएर राखिदिनु दिदी म चाहिँ आउँछु अर्नी बनाएर राखिदिनु है बाख्रा र कुखुरा चराउन गइरहेको छु अर्नी तपाईँलाई भने ल हेर्नु त कति राम्रो सूर्य भगवानलाई नमस्ते गरे पार हुन्थ्यो होला उदौती गर्नु उति देख्नु टक्क चैतन्यतिर के राखेर चैतन्य सबै आसिरहेको छ ल यहाँको हाइजेस्ट बोर्डिङ है चैतन्य राम्रो पढाइ हुन्छ ल गाइजहरू अनि छोराछोरी पढाउने व्यापार लिएर आउनु होला ल यति सानो बाटो छ यहाँ त्यही